अक्टोबर 9 मा फेरि नेपालभरिका जेन्जीहरूले एउटा आन्दोलन गर्दैछन् र यो आन्दोलन भनेको पछिल्लो आन्दोलनभन्दा पनि ठुलो हुनेछ। यो आन्दोलन भनेको पछिल्लो आन्दोलनभन्दा पनि धेरै गुणा बढी रूपले अगाडि आउनेछ र यो भनेको नेपालभरि फैलिनेछ भने एउटा न्युज बाहिर आएको छ र अहिलेको समयमा जेन्जीको एकदमै मिसयुज भइरहेछ। जेन्जीको वर्ड जताततै युज भइरहेछ है। र अहिले फेरि के सुनेको छ भन्दाखेरि अब फेरि जेन्जीहरू अक्टोबर 9 मा नेपालभरि नै ठुलो आन्दोलन गर्ने छ भन्ने कुरा छ है। अब यो कुरा कतिको सत्य छ भन्ने कुरा बुझ्नका लागि हामीले यो भिडियो हेर्नुपर्छ। धेरैले चाहिँ अक्टोबर 9 मा चाहिँ फेरि प्रोटेस्ट छ कि छैन, फेरि प्रदर्शन छ कि छैन भनेर सोध्नु भइरहेको थियो। अक्टोबर 9 मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काम, यस्तो काममा चाहिँ हाम्रो संलग्नता हुने छैन, जेन्जीहरूको संलग्नता हुने छैन। हामीले अलरेडी 8 तारिकमा गरेको प्रोटेस्टले चाहिँ हामी मुसो मार्न गएको, हामीले बाघ मारेर ल्यायौँ। अब बाघ उचाल्न सकिँदैन जङ्गलबाट, के गर्ने त्यस्तो अवस्था आएको थियो। एजेन्डा बिना के गर्ने त्यसपछि भन्ने बिना त्यो थाहा नपाइकन हामीले कुनै पनि खालको प्रोटेस्टमा चाहिँ पार्टिसिपेट गर्दैनौँ। हामी शान्तिपूर्ण प्रोटेस्ट परेको खण्डमा गरौँला, तर यो यस्तो हिंसा गर्ने खालको प्रोटेस्टमा चाहिँ हाम्रो संलग्नता हुने छैन। एक हिसाबले बनिसकेको शान्ति हामी फेरि भङ्ग गर्नेवाला छैनौँ। अहिले प्रोटेस्ट गर्नुपर्ने कुनै कारण पनि छैन। सुरुमा त प्रेसर अप्लाई गर्ने हो हाम्रो माग पुरा नहुँदाखेरि है। अब प्रेसर अप्लाई पो गर्ने हो त, यहाँ अहिले तोडफोड गर्नुपर्ने, आक्रोशमा आउनुपर्ने त कुनै कारण छैन। त्यसैले जेन्जी हाम्रो उमेर समूहकोले यस्तो नचाहिने काम हामी गर्दैनौँ, उशृङ्खल काम गर्दैनौँ। एजेन्डा छ भनी प्रेसर दिएर पुरा गर्छ। नमस्कार, म पुरुषोत्तम यादव। यो अक्टोबर 9 को बारेमा धेरैजनाले सोसियल मिडियामा, सामाजिक सञ्जालमा सोधिराख्नु भएको छ। योमा जेन्जीको कतैबाट कुनै किसिमको इन्भल्भमेन्ट छैन, यो फेक न्युज हो। अहिले हामीलाई मेसेज गर्नु भएको छ अक्टोबर 9 मा फेरि जेन्जीले प्रोटेस्ट गर्दै हो भनेर है। सो सबैजनाको जानकारीको लागि चाहिँ अक्टोबर 9 मा कुनै पनि जेन्जीको समूहले कहिले पनि आन्दोलन अथवा कुनै पनि प्रोटेस्टको हामीले चाहिँ आह्वान गरेको छैनौँ। यो तपाईँहरू सबैजनालाई चाहिँ क्लियर होस्, किनकि अहिले चाहिँ अब जेन्जीकै मुद्दाहरूलाई चाहिँ सम्बोधन गर्ने भनेर हाम्रै फेभरको सरकार पनि भइरहेको अवस्थामा जेन्जीको समूहले आन्दोलन गर्ने भन्ने कुरा नै हुँदैन है। सो अब चाहिँ हामी लोकतान्त्रिक बाटोबाट अगाडि बढेर त्यो अनुसार चाहिँ अगाडि बढ्नुपर्छ कि न कि सधैँ आन्दोलन गर्ने, हिंसा गर्ने। र अहिले त अझै सामाजिक सञ्जालमा हामीले देखिरहेका छौँ। सो अब त्यो गुन्डु क्षेत्रमा आन्दोलन गर्ने भनेर पनि देखिरहेका छौँ। त्यो चाहिँ होइन है, कदापि होइन। साथीहरू अहिले के भइरहेछ भन्दाखेरि अहिले जेन्जीको मिसयुज गर्नका लागि पुराना जुन पार्टीहरू थिए तिनीहरू धेरै नै एक्टिभ भएको छन् है। पुराना पार्टीका जुन सदस्यहरू थिए, जुन झोलेहरू थिए होइन, तिनीहरू अहिले के गर्दैछन् भन्दाखेरि गलत फेमीहरू जनताको समक्ष लिएर आउने होइन, फेरि आन्दोलन गर्छन्, फेरि जलाउँछन्, फेरि आगो लाउँछन् भन्ने कुराहरू, भ्रमहरू एकदमै दिइरहेछ। र यो यसको रिजन के छ भन्दाखेरि तिनीहरूलाई पनि अब थाहा भइसकेको छ कि ल अब 5-6 महिनापछि इलेक्सन हुन्छ र इलेक्सनमा हामी यो व्यक्तिहरूलाई होइन, जेन्जीहरूलाई र अहिलेका जुन नेताहरू छन् है, मिन्स जो राम्रो काम गरिरहेको छ, जस्तै बालेन्सा भए, हर्क सम्पाङ भए, कुलमान घिसिङ भए होइन, यिनीहरूको इमेजलाई कसरी डिस्ट्रोय गर्न सकिन्छ त भन्ने कुरामा तिनीहरूलाई, किनभने तिनीहरूले गरेका कामहरूको यिनीहरूले बाहिर जनताको समक्ष गएर ल मैले यो वर्षहरूमा यो चिज गरेको छु, यसो गरेको छु, यति पुल बनाएँ, यति रोड बनाएँ होइन, यस्तो डेभलपमेन्ट भयो भनेर केही भन्ने लायक के पनि छैन। सो अब के छ तिनीहरूको एउटा मात्रै अप्सन भन्दाखेरि अहिले जुन जेन्जीहरू छन् होइन, तिनीहरूको नामलाई किन बदनाम गरौँ होइन, अहिलेका जुन भोलि गएर नेता बन्न सक्ने, चाहे जित्न सक्ने व्यक्तिहरूको इमेजलाई डिस्ट्रोय गरौँ होइन। र तिनीहरूको लागि एकदमै सजिलो भएको छ, किनभने हाम्रो जुन अगाडिको जुन जेन्जीको आन्दोलन भयो त्यो आन्दोलनमा मेन भनेको जेन्जीहरूले पनि यति ठुलो देशलाई नोक्सान गरौँ भनेर लागेका थिएन। तिनीहरूको कहिले पनि यो टार्गेट थिएन कि होइन हामीले भाटभटेरीमा आगो लगाउनुपर्छ, हामीले सिंहदरबारमा आगो लगाउनुपर्छ, चाहे हामीले केही जलाउनुपर्छ, कतै थिएन। यसमा भयो के भन्दाखेरि घुसपेठी भयो होइन। र मेन कुरा के भन्दाखेरि जेन्जी भनेपछि अब कसलाई जेन्जी भन्ने क्या, मेन कुरा त्यहाँ डिफ्रेन्ट छुट्याउन सकिँदैन नि त। अब म पनि जेन्जी हो, अब मेरो उमेरका होइन, चाहे त्यो जेन्जीका उमेरका जो व्यक्ति पनि आएपछि ल म जेन्जी, तर त्यसमै त्यो जेन्जीमै होइन पार्टीका व्यक्तिहरू पनि त हुनसक्छ नि त, त्यो पार्टीको झोलहरू पनि हुनसक्छ नि त होइन। यो कुरा बुझ्नुपर्ने एकदमै त्यो छ क्या। र यो छुट्याउन पनि एकदमै गाह्रो छ होइन, कसरी हामी छुट्याउने, ल यो मान्छे चाहिँ जेन्जी हो, यो मान्छे जेन्जी होइन। सो अहिले हामीले पत्याउनु पर्ने कुरा के भन्दाखेरि जेन्जीलाई जसले लिड गरिरहेका छन् होइन, जो व्यक्तिहरूले जेन्जीलाई अहिले लिड गर्दैछन् र त्यतिखेर जेन्जीलाई लिड गरे त्यो व्यक्तिहरूको त क्लियर तपाईँहरूले कुरा सुनिसक्नुभयो।
तिनीहरूले क्लियरली र स्पष्ट भनेका छन् कि आउने अक्टोबर 9 मा हाम्रो त्यस्तो कुनै किसिमको आन्दोलन छैन, हामी त्यस्तो कुनै आन्दोलन गरिरहेको छैनौँ। र कुरा के भन्दाखेरि आन्दोलन पनि के को लागि, अबको आन्दोलन के को लागि हैन। ल हामीले अहिले जुन सरकार चुनेको छौँ हैन, जुन सरकार हामीले अन्तिम सरकारको रूपमा बनायो हैन, हाम्रो जेनजीको कारणले भयो र जुन हाम्रो भाइ बहिनीहरूले बलिदान दिए त्यसका कारण अहिले हामीले एउटा सरकार बनाएको छौँ। र यो सरकारको प्राथमिकता के हो भन्दाखेरि ल 6 महिनाभित्रमा इलेक्सन गराउनुपर्छ भने मेन टार्गेट प्राथमिकता यो हो भने अब हामीले गर्ने के भन्दाखेरि अब हामीले सरकारलाई दबाब मात्र दिने हो हैन। र तिनीहरूबाट स्पष्टीकरण लिन सकिन्छ। ल के काम हुँदैछ त, कतिको काम भयो त, के छ हैन, अवरोधहरू कसरी गर्दै हुनुहुन्छ तपाईहरू, के छ तपाईहरूको प्लानिङ, कति दिनमा सकिन्छ भन्ने कुराहरू हैन। त्यो कुराहरूलाई हामीले क्रस क्वेसन गर्न सकियो हैन, तिनीहरूलाई हामीले सोध्न सकियो हैन, तिनीहरूलाई हामीले दबाब दिन सकियो। तर दबाब दिनका लागि हामीले फेरि पहिलेको जस्तो आन्दोलन गर्नुपर्छ भन्ने त होइन नि, त्यो छैन। र अहिले के भइरहेछ भन्दाखेरि जति पनि जस्तै एमाले, काङ्ग्रेस, माओवादी हैन, स्पेसली एमाले पार्टी, यिनीहरूले के गरिरहेछन् भन्दाखेरि अनवान्टेड कुराहरू अनवान्टेड कुराहरू फेसबुकमा पोस्ट गरिदिने हैन, अनवान्टेड कुराहरू फैलाइदिने। अब मेबी यिनीहरू यस्तो पनि गर्न सक्छन् होला भोलिको दिनमा, ल जेनजीको नाम लिकन हैन कुनै ठाउँमा जाने, कुनै चोकमा जाने, केही नराम्रो काम गरिदिने, कहीँ आगो लगाइदिने हैन। अब यो चिजहरूबाट अब जेनजीलाई कसरी बदनाम गर्न सकिन्छ भन्ने कुरा हो के। जस्तै अहिले बालेन शाहको इमेजलाई कति डिस्ट्रोय गरिरहेको छन् यिनीहरूले, कति नेगेटिभिटी फैलाएको हुन् हैन, कि यो मान्छेले सिंहदरबार एक टाइममा सिंहदरबार जलाउँछु भनेको थियो, त्यही भएर सिंहदरबार जलाएको हो भने। तर जेनजीका जुन अहिले लिड गर्ने व्यक्तिहरू छन् हैन, तिनीहरूलाई सोध्नुहोस् कि जेनजीको पहिलेदेखि प्लानिङ थियो र हामी सिंहदरबार जलाउँछौँ, के तिनीहरूको पहिलेदेखि प्लानिङ थियो र हामी भाटभटेन जलाउँछौँ, के तिनीहरूको पहिलेदेखि प्लानिङ थियो र हामी अरू पनि जुन प्राइभेट सेक्टरका कम्पनीहरू पनि छन् तिनीहरूमा पनि गएर हैन आगो लगाउँछु भन्ने थिएन क्या। तिनीहरूको भनेको एउटा शान्तिपूर्ण हैन, शान्तिपूर्ण आन्दोलन गर्छु र म आफ्नो जुन कुराहरू छ त्यो सरकार समक्ष राख्छु भन्ने तिनीहरूको उद्देश्य थियो। अब त्यसमाथि अब सरकारबाट पनि दबाब भयो, सरकारले गोली चलायो र जस कारणले गर्दा यो भड्क्यो। अब त्यसमा जुन आगो लाउने व्यक्तिहरू छन्, जो मान्छेले तोडफोड गरेका छन्, त्यो व्यक्तिहरू पार्टीका व्यक्तिहरू पनि त हुनसक्छ नि हैन। यही टाइम छ, ल यसमै गएर तिमीहरू जेनजीको जुन नाम छ यसलाई बदनाम गर नि त, यसो गर नि त भनेर पार्टीबाट सञ्चालन भएका व्यक्तिहरू पनि त हुनसक्छन् नि। किनभने अहिले पनि धेरै व्यक्तिहरू छन् जो व्यक्तिलाई तपाईँ 2-4 रुपियाँ दिदिनुहुन्छ हैन, इभेन रजनीगन्धाको नाममा पनि बिक्ने व्यक्तिहरू छन् क्या। एउटा रजनीगन्धाको तपाईँले खुवाइदिनु भयो भने त्यसमै त्यो मान्छे ल हुन्छ आजको काम भनेको म त्यहाँ गएर आगो लगाउँछु भने पनि छन् क्या, एकदमै छ है। र त्यो पहिलेका सरकारहरूले देशलाई यसरी नै बनाइराखेका थिए कि यो देशमा बेरोजगारी होस्, अशिक्षित होस्, र त्यसपछि व्यक्तिहरूलाई हामी किन शिक्षित भएपछि हैन मान्छे रोजगारमा गयो भने त त्यसले आफ्नो सेड्युलमा फर्किन्छ नि त, त्यो नेताहरूको पछाडि लाग्ने काम र त्यो हुँदैन नि त हैन। त्यही भएर तिनीहरूको पहिलेदेखि टार्गेट पनि त्यही थियो क्या। सो हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि आउने अक्टोबर 9 मा कुनै किसिमको हैन त्यस्तो आन्दोलनहरू चाहे यताउता जेनजीहरूले गरिरहेको छैनन्। र यो भनेको एउटा भ्रम मात्रै हो हैन, यो भनेको एउटा जेनजीहरूलाई बदनाम गर्ने प्लानिङ मात्रै हो हैन। त्यस्तो यदि कसैले भन्छ भने तपाईहरू नआइदिनु होला है हैन। किनकि जेनजीले इफ आन्दोलन गर्न खोजे भने तिनीहरूले केही प्लानिङ छ भने तिनीहरूले आफै भन्छन् है। अहिलेसम्म कुनै एउटा जेनजीको लिडर आएर हैन हामी यसो गर्छौँ, यस्तो प्लानिङ छ, तपाईहरू यहाँ आइदिनु होला भने छैन क्या। तिनीहरूले कुनै किसिमको यस्तो प्लानिङहरू केही पनि गरेको छैनन्। सो जता अनवान्टेड कुराहरू यो बिचमा धेरै पनि आउला हैन, धेरै नोक्सानी पुगाउने कुराहरू आउला हैन। यो सबै चिज भनेको अहिलेको जेनेरेसनहरूलाई बदनाम गर्ने ती पुराना जेनेरेसनहरू हुन् जसले पहिलेदेखि हैन बाजेले पनि ती भोट दिए, बाबुले पनि ती दिए र छोरा पनि त्यसकै पछाडि लागेका छन्, तिनी व्यक्तिहरूको काम हो यो। सो ढुक्क भएर बस्नु होला कि आउने अक्टोबर 9 मा कुनै किसिमको जेनजीको आन्दोलन छैन है साथी हो।